तपाईँहरूले पनि भन्नुहोस् जसले त्यो चलाउनु भएको छ कि यस्तो चाहिँ रहेछ त्यो चाहिँ तपाईँहरूले थप्नु होला नभए अर्को कम्पनी छिट्टै आउँदैछ यहाँ रेडी छ त्यो यी सबै कुराहरू राखेर नभए त यो त तपाईँहरू राइडरहरू त एउटा कम्पनीमा भएन अरू कम्पनीमा गएर आबद्ध भयो के फरक पर्छ तपाईँहरूलाई केही कुरा भएन हामीले के भन्दा छौँ भने एउटा कम्पनीको एप लिएर चलाइरहेको राइडरले फेरि अर्को कम्पनीमा जानुपर्ने हो भने त्यो कुन चाहिँ नि राइडर चाहिँ त्यताबाट त्यता गएर त्यसको जानकारी हटेकोवाला कम्पनीले पनि दिनुपर्छ हामीलाई र लिएकोवाला कम्पनीले पनि हामीलाई दिनुपर्छ हामीले भनेको छौँ यो चाहिँ तपाईँहरूले खालि गर्ने कुरा एउटा मात्रै के हुन्छ भने तपाईँहरूले जसरी त्यो एपवालासँग दर्ता गर्नुहुन्छ त्यस्तै जोडिनुहुन्छ त्यसो सरकारसँग जोडिनुपर्छ राइडरहरू गर्नुपर्छ अर्को चाहिँ तपाईँहरूले आफ्नो गाडीको पनि इन्सुरेन्स जोड्नुपर्छ 4 व्हिलरको त हुन्छ नि 2 व्हिलरको पनि त्यो चाहिँ तपाईँले चलाएको प्यासेन्जरको भोलि एक्सिडेन्ट पऱ्यो भने अनि त्यसको चाहिँ उपचार कसले गरिदिने मरिहाल्यो भने कसले गरिदिने त्यसमा त्यो मिनिमम एउटा चाहिँ त्यो जुन इन्सुरेन्सको कुरा छ त्यो चाहिँ हुनुपर्छ त्यसमा चाहिँ कम्प्रोमाइज हुँदैन किनभने हामीले त पहिला हेर्दा पब्लिकको सेक्युरिटी फ्याक्टर पनि मेन कुरा हो नि त त्यो तपाईँहरूको पनि हो भोलि तपाईँहरू पनि दुःख पाउनुहुन्छ फेरि अहिले इन्सुरेन्स गर्यो भने तपाईँहरू सुख पाउनुहुन्छ भोलि तपाईँहरूले चलाएको बाइकबाट एक्सिडेन्ट गरेर केही भइहाल्यो भने त्यो उपचारमा त हामीले कति तपाईँले समात्ने प्रशासनले समात्छ त्यो बेलामा चाहिँ नि तपाईँहरूलाई सजिलो के हुन्छ भने इन्सुरेन्स गरिरह्यो भने त्यतातिरको खर्च तपाईँहरूले व्यक्तिगत जाँदैन र हामीलाई के हुन्छ एस्योर हुन्छ भन्दाखेरि यो कोही त्यस्तो भइहाल्यो भने त्यसले उपचार सजिलो पाउँछ भन्ने हिसाबले हामीले त्यो गर्नु पर्यो त्यो हुन्छ भने तपाईँहरूको लागि पनि हो त्यो चाहिँ हामीले राज्यले गर्नुपर्ने जनतालाई गर्नुपर्ने जुन सुविधा नभन्नुहोस् अथवा सेक्युरिटीको त हामीले त अलिकति हेर्न त पऱ्यो नि भोलि के होला कसो होला भनेर त्यो हेर्दाखेरि त्यो पर्सेप्सन हाम्रो चाहिँ तपाईँहरूलाई फाइदा के हो भने अब इन्सुरेन्स गरेर चाहिँ त्यो एकैचोटि त केही भएर गरिहाल्नु तिरिहाल्नु पऱ्यो भइहाल्यो भने पनि त्यसबाट चाहिँ इन्सुरेन्सको माध्यमबाट तपाईँहरू आफूले जानु पाउनुहुन्छ भन्ने कुरा हो यी 2-3टा कुरा छन् यी कुराहरूलाई चाहिँ तपाईँहरूले ख्याल गर्नु होला अरू त एप आउनेवालाहरूलाई हुन्छ अब यसपछि तपाईँहरूले अब छिट्टै नै फेरि भोलि चाहिँ नै तपाईँले लिगल गर्नुभएको थियो हामीलाई बाटोमा समात्यो नगर्नु होला होइन 30-35 दिनपछि चाहिँ 35 दिन 30 दिन याद चाहिँ होइन त्यसपछि चाहिँ फेरि यो हामी चाहिँ अहिलेको भन्दा स्ट्रिक्टली तलास गर्छौँ है किन भन्दाखेरि अहिले चाहिँ हामीले अलिअलि आर्थिक दिएको कारण चाहिँ के हो भने जनताले सुविधा पाएको छ तपाईँले सुविधा प्रोभाइड गर्नुभएको छ कानुन हामीले बनाउन सकेका छैनौँ भने टाइम लिएको छ त्यसैले गर्दाखेरि हामीले चाहिँ आर्थिक लिएर बसिहाल्छौँ तर अब हामीले ऐन ल्याइसकेपछि नियम ल्याइसके कानुन बनाइसकेपछि त्यसमा चाहिँ तपाईँहरूले ढिला सुस्ती गर्नुभयो फेरि भोलि प्रशासनबाट दुःख पाउनुभयो भने हामीलाई दुःख पाइयो भनेर एसोसिएसनबाट नआउनु पहिले भने त्यसमा तपाईँलाई दिएको गिभन टाइमभित्र तपाईँहरू चाहिँ आफूले गर्नुपर्ने काम के हो त्यो चाहिँ गर्नु यसमा एसोसिएसन तपाईँहरू रहेछ तपाईँको अलिक भूमिका पनि हुनु पऱ्यो कि आफ्नो राइडरलाई भन्नु पऱ्यो यस गरिरहेको छैन भने गराउनु पऱ्यो एजेन्ट मार्फत अरू बाँकी कुरा चाहिँ तपाईँहरूसँग अब काम गर्दै गएपछि केही अप्ठ्यारो पऱ्यो भने हामीलाई परेको अप्ठ्यारो तपाईँहरू सेयर गर्नुहोला तपाईँको परेको अप्ठ्यारो हामीसँग सेयर गर्नुहोला त्यो भोलिदिनु जान्छ अब मैले त एक्चुली सबैलाई व्यवसायीहरूलाई पनि बोलाएर सम्झाउँछु होइन मैले पटक सम्झाइसकेको छु सम्झाइ चाहिँ चरणमा मैले कुरा गरेको छु उहाँसँग एउटै कुरा भन्नुहुँदैछ उहाँहरूले अलिकति चाहिँ ट्रेड गरेर हामी ठप्प पार्दैछौँ के गरिदिन्छौँ भनेको भोलि त्यो बेलामा चाहिँ जनतालाई असहज परिस्थिति पऱ्यो भने तपाईँहरूले चाहिँ त्यो बेलामा तपाईँहरू साथ मुड बेड गर्न जाने भने परिहाल्यो भने सेवा दिने कुरा हामी जुन पछि बन्द भइरहेको थियो हडताल गरिरहेको लागि त्यसको हामी सेवा दिएकै व्यवस्थापनकै बाटोमा थोरै हामी अलिकति अझै बढी वर्कआउट पनि गरिसकेका सक्छौँ प्रिपेयर पनि छौँ थोरै अनि व्यवस्थापनकै बाटोमा अलिकति पब्लिकमा अलिकति बढी गुनासो छ यो गुनासोलाई छिट्टै सल्भ गरेर जाउँ न पहिला हामी नै सुध्रेर जाउँ न राइडरहरू जेन्युन राइडरहरू सुध्रेर जाउँ न भन्ने अर्थले ल्याएको छौँ हामीले चाहिँ व्यवस्थापनकै बाटोमा चाहिँ अहिले तपाईँले यो जुन 30 डेजको अल्टिमेटम छ नि त्योभन्दा अगाडि पनि थोरै प्रिपेयर गरेका छौँ हामीले चाहिँ पब्लिकको गुनासोहरू सुनवाई गर्यो त्यसमा चाहिँ हामीलाई तपाईँको समस्या दिएको छ
हजुरहरूसँग समन्वय गरेर पब्लिकको गुनासोहरू फाटाफुटा अहिलेदेखि स्टार्ट गर्ने हो कि भनेर त्यो के कसरी साथ दिन सक्नुहुन्छ यो पार्टमा? ठिकै त्यो बारेमा सल्लाह गर्नु त्यो बारेमा बसेर सल्लाह गर्नुला पहिला नियम लागु गर्नुहोस् यसलाई प्रोसिड्युरलाई फलो गर्नुहोस् अनि यसमा बिचमा केही भयो भने त अलिकति यस्तो केही पऱ्यो भने फेरि बसेर सल्लाह है अब सेल्फ ड्राइभवालाहरू है